नमस्कार साथीहरू, म सुर्ती समेत वाचन गर्न लागिरहेको छु। तपाईँ ध्यान दिएर सुन्नुहोला। शीर्षक रहेको छ पल्लो घरकी केटी। एक यो कथा हो, तपाईहरू राम्ररी सुन्नुहोला, रमाइलो पनि छ। मैले ढाँटेको होइन र ढाँट्न पनि ढाँट्दिन। साँचो हो साँचो, कसम खाएर भन्नु पर्दा खेरि ढाँटेर के पाइन्छ र? बदनामी बाहेक। त्यही पनि हिजो आज हाम्रो देशका राजनीतिक खेले जस्तो ढोका दिदी जनतालाई ढाँटी दाम र कुर्ची दुवै पचाउन पाए त लौ ढाँटम भन्नु केही न केहीको ढटाई। के ढटाई? एकातिर कसैको ढटाई खानु छ बेसरी, अर्कातिर बेकामको ढटाई पनि भन्नु छ। आफै उल्लु हुने गरे। त्यसैले भनेको पत्ताउनुहोस्, मैले ढाँटेको छैन, सत्य कुरा मात्रै गर्छु। मैले ढाँटेको छैन, ढाँटेको होइन पनि। जे भन्छु ईश्वरको नाममा किर्या खाएर सत्य मात्रै भन्छु। तपाईहरू जनता रूपी पाठकहरूमा को नाममा म त किर्या खाई भन्छु। यी कुरा छोडिदिनुहोस्। अब कहानीतिरै लागौँ। मैले पल्लो घरकी ती केटीसँग प्रेम नै पर्यो क्या हो मेरो? भन्नु होला यो मान्छे त लास्टै छिल्लेको पो रहेछ भनेर। छिल्लिने उमेरमा त म छिल्लिएन, नजानेको मान्छे। अब यो उमेरमा आउँदा पनि के छिल्लेको भन्? त्यो केटीसँग छिल्लिनु कुरो मात्र के पर्यो कि साथीहरू? भने मन चाहिँ स्थिर हुँदो रहन्छ। मानिसको सधैँ चञ्चल हुने मन हुँदो रहेछ। अब चञ्चल पनि किन नहुने? मेरो मन त चञ्चल छ। स्थिर हुन कहिल्यै सक्दैन। साधु सन्तु र ज्ञानीहरूको जस्तो मन भए भए त स्थिर चञ्चल नहुँदो। मेरो मन के पर्यो कि साथीहरू, कोही स्वास्नी मान्छे चिटिक्क च्वाक ब्युटिफुल पर्यो कि त्यो मान्छेलाई त देख्नै नहुने। मेरो मनले थाम्नै नसक्ने। उमेर बढ्दै गएपछि पो थाहा हुँदो रहेछ यस्ता कुरा, होइन र? भने ती केटीलाई देख्यो कि मेरो मनमा हिन्दी सिनेमामा कुछ होता है भने चाहिँ गुदगुदी लागेको जस्तो हुन्छ। मैले बुझेकै छैन यो कुरालाई। तपाईँ सामु दुखेसो मात्रै पोखेको हो। आगे तपाईहरू विचार बेहोरा यस प्रकार छ। यिनीहरू कहाँबाट आए थाहा छैन। हिजो आज सुर्खेतमा कहाँबाट मान्छे आउँछन् थाहा हुँदैन। यहाँ थरी मानिसहरू आउँछन् बसोबास गर्न आउँछन्। अब कमोपोलिटन भन्दा पनि मेट्रोपोलिटनमै गइसकेको जस्तो भयो। 2058 सालमा पहिलो यस्तो गन्जागोल कहिल्यै भएको थियो। यहीँ धुलो धुवा हुन्छ, यहीँ हुन्छ। पहिला त कति सुन्दर थियो सुर्खेत भन्ने जिल्ला। एक ठाउँको बारीमा साग लगायो कि सबै मानिसलाई पुग्थ्यो के साथीहरू। अहिले हेर्नुहोस् त, धुलै धुलो गन्जागोल भएको छ। पहाडबाट ओइरै छन् मानिसहरू झरे यहाँ धेरै। खरी एउटा मेरो साथीको घर नजिकै पनि छ सुर्खेत। है, म पनि भाडामै बस्छु। साथीको घरमा को बस्छन् भन्ने कुरा अहिले थाहा छैन। त्यो एउटा मालिक हो है। मालिक हो
तर भाडामा कतिजना मान्छे राखेछ भन्ने कुरो त्यसले अन्दाज लगाउन पनि सक्यो। थाहा नै हुन्न त्यो एक्लो मान्छे। घरि यो चाहियो भन्छन्, घरि त्यो चाहियो भन्छन्। एक दिन के चान्स पर्यो भने बाटामा भेटियो त्यो मसँग। भेटियो एक दिन अनि भेटियो। मैले सोधेँ, तपाईँको घरमा कतिजना परिवार हुनुहुन्छ, राख्नु भएको छ भनेर सोद्धाखेरि त उल्टो गुनासो पोख्छ बा। खानु भएको छ, गुनासो पोख्यो। कति छन् कति थाहा नै छैन मलाई त। कुन बेला 2 जना हो भनेर बस्छ। उही काकाका सन्तान, भतिजाका सन्तान, दिदीका सन्तान, भान्जा भान्जीका सन्तान सबै आफ्नै भनेर साकुले बनाउँछन् गाठे। होइन, पहिल्यैकै भाडामा फेरि पैसा तिर्छन् भने तिर्नु छ, आफ्नो भने। सबैले कस्तो काल जमाना आयो। न आफ्नो घरमा बसेर खान सक्यो, न त आफ्नो घरमा उठीबास नै हुन सक्यो। क्या जमाना आयो यार। गाली दिए पनि भयो, जसले जसलाई जे गरे पनि भयो। लामो सुस्केर निकालेर आफ्नै घरमा शरणार्थी भएर बस्नु परेको छ। नारायण गोपालको एउटा गीत छ नि, मुटुमाथि ढुङ्गा राखी बाँच्नु परेको छ भने चाहिँ, गीत भने चाहिँ त्यस्तै भयो जिन्दगी भनेर गुनासो सुनाएर त्यो मान्छे गयो। अनि म अर्को दिन म भाडामै बस्ने मान्छे हो। अनि म बिरामी कारणले भुलो ढुवा बुढो मान्छे आफू त म। डाक्टरले भनेको छ बिहान बिहान कसरत व्यायाम त गर्नै पर्छ तिमीलाई भन्दै पठाएको मान्छे हो मलाई। अनि 7 बजे म ठ्याक्कै 7 बजेतिर कसरत गर्न आफ्नो छतको आँगनमा समय दिन्थेँ। अनि डेरामा कौचीमा मात्रै ठाउँ थियो कि प्याका प्याक गन्जा गोल थियो यो ठाउँ। सुर्के भरिएको थियो कि भरिएर कौशीभरि घुमिरहेको। उही उता गर्थे, उही उता कर्तीमा हेर्छु त एकछिन चिटिक्क परेकी कौशीमा राम्री केटी पो देख्छु। राम्री छिन्, सर्लक्क परेकी, कफेर त लगभग 6 फिट जस्ती हाइट भएकी, अग्ली अनुहार, सर्लक्क परेको गोरो र चम्किलो छातीका दुई तिरका दिलका डिल्लाले आँखा नै तिरमिर तिरबिन गरा राख्यो। त छातीमा भएको त्यो पहाडका चुचुराले त झन् मेरो मन त व्याकुल बनायो। यस माथि नाङ्गै टिक्राले झनै सुन्दर देखाए। केवल 17 पाइन्ट मात्रै लागेकी उनी। एकदमै राम्रो देखायो उनलाई। अनि त्यस्तो हुँदा त मलाई त झन् कस्तो उफ्रिन उही कसरत गर्न आइन्। कसरत गर्न त कसरत गर्न लाग्ने बेला त उनले मैले पहिल्यै एकचोटि गरेको कसरत पो सुरु गर्छिन् गाठे। नै मैले हात चलाएपछि फेरि उनले पनि हातकै कसरत गर्ने, खुट्टाको गरे भने खुट्टाकै कसरत गर्थिन्। कुरो के पर्यो भने म धेरै कसरत गर्न उत्साहित भएर दिनको दिन फेरि 7 बजे धेरै बेरसम्म गर्ने भयो। एक दिन त अनि अब घरमा फेरि तल के को गाई गयो, सब गाउँले नै भन्न लाग्यो कि यो त बुढो त घुम्ने बड्डो पो भइरहेछ। घुमेको चाहिँ के भयो यसलाई भन्दै भन्नलाई गाउँलेहरूले घुम्ने बड्डो भन्दै नाम राखिसकेको थियो। अनि घरमा छोरा छोरी र श्रीमतीले भने तपाईँलाई के भन्छ, आजकल त धेरै कसरत व्यायाम गर्नुहुन्छ। या डाक्टरले भनिराखेको छ कसरत गर्नु त राम्रो कुरा, झन् घुमे नि त शरीरलाई तागत मिल्छ।
शक्ति मिल्छ भने थिए। त्यति भन्न के पाथे भोलिपल्टबाट त मलाई त ज्वरोले हन्ती भयो। अनि मैले भने त्यो केटीको त्यो उतापट्टि भाडावालमा बस्ने केटी आजकल कहाँ गइछिन्, उता छैन नि त जस्तो पनि ला सोधे अब होइन। अनि श्रीमतीले भनिन् फेरि होइन तपाईँलाई के भयो ल पर्यो क्या त्यो केटीसँग बडो चासो पो लिनुभएको छ तपाईँले भनिन्। होइन त्यस्तो होइन, अब छिमेकमा भइसकेपछि त त्यतिको सोध्न त पाइयो त, मनले नै मानेन। अनि फेरि उतापट्टि एउटा भाइ थिए। अनि भाइलाई सोधे नै भाइ उतापट्टिको त्यो पहिला मेरो घरमा हाम्रो घरबेटीकोमा भाडा माग्नु आएको थियो कि मैले अब झ्याउँछन् यो अङ्कललाई नदिनुहोस् त्यसलाई भाडा माग्दै पठाएको मान्छे त्यहीँ गएर बस्थ्यो कि पहिला त्यही केटीको घरको कोठामा अलि साइडकोमा। अनि आयो नै मैले सोधेँ नै त्यहाँ त छैन नि त तिमी बहिनी हो भनेको थियौ त कहाँ गएछिन मलाई खासै थाहा भएन। अनि त्यही घरबेटीलाई सोधेँ। घरबेटीलाई सोद्धा त अनि के हो कस्तो भनिदिन पर्यो हो तपाईँले। अनि भनिदिन पर्यो अब उनको बिहा भएछ कि भएको छैन, के भएछ, कस्तो खालको केटी, बिहा भइसकेको भन्दै पो हुन्छ। बट घरबेटीवाले सुनाउँदाखेरि त मलाई होइन क्या यो अब त्यसै भनेको अब त्यति राम्री छिन्, बड्डाबट्टीले नै सुन्दर अनुहार, थुक्निल्ने जस्तो अनुहार छ, अनि कहाँ त यस्तो भनेको होला भनेर मैले भने। र एकछिन अनि यस्तै झ्याउलाएर कसरत गर्दै थियो। अनि बाटातिर जाम भनेर फेरि फेरि बाटातिर ओ सुन्नुहोस् त भन्दै बोला भन्दै यताउता फर्केको त उनै केटीले पो बोलाएर एकछिन अनि सुन्नुहोस् त अनि भन्नुहोस् त तपाईँको बिहा भयो कि भएन भन्दै भनिन् उनले। मैले अब आफू त सोझो मान्छे, बिहा भइसक्यो, एउटा छोरा एउटा छोरी पनि छ भन्दै भने। अनि भन्नुहोस् त अनि सोध्नलाई किन सोध्नु होला त यस्तो कुरा, बिहा भएन भएछ कि भएन किन नसोध्ने मैले भन्दै अलि रुखो जवाब दिन्। अनि त्यहाँपछि त अहिले तपाईँले अनुहार ऐनामा हेर्नुभएको छ भन्दै भनिन्। अनि किन र मेरो अनुहार राम्रो छैन र कस्तो छ र भन्दै भनेको त्यस्तैमा। अनि मैले जे गरौँ त्यही कसरत गर्नुहुन्छ, तपाईँ के भएको यस्तो बुढेसकाल लागेर दारी जुङ्गा सब फुल्दा पनि बड्डो भइसक्यो हुँदा पनि तपाईँलाई लाज लाग्दैन यस्तो गर्न, एकताल गर ऐनामा हेर्नुहोस् त अनुहार कस्तो छ तपाईँको भन्दै भने। मेरो मन खिन्न भएर म घर गएँ। अनि श्रीमतीलाई सोधेँ सुन त मेरो अनुहार के राम्रो छैन र, अनुहार हेरेँ ऐनामा हेरेँ नै। अनि श्रीमतीले भनिन् पछि किन नराम्रो हुने र, आफ्नो बुढालाई त जसलाई पनि त राम्रो लागिहाल्छ किन र भन न साँच्चै। अनि बुढेसकाल हुँदा पनि अझै तपाईँलाई राम्रै छु भन्ने जस्तो लाग्छ। ए बुढेसकाल पो लागे रहेछ, त्यही भएर पो रहेछ त्यो केटीले त्यस्तो भने कि बुढेसकाल लाएर के गर्ने, बुढेसकाल शरीरबाट मनबाट त अझै के गरम कसो गरम भन्ने हुनु रहेछ। शरीर पो बुढो रहेछ, मन त बुढो रहन्छ नि भनेर लास्टमा त म बुढो पो रहेछ यार, म त तन्दुरो नै भर्खरको छु कि भनेर केटी जिस्काउन पो लाग्यो, बुढो रहेछ। अब यो कथा यहीँ समाप्त हुन्छ, पल्लो घरकी केटी भन्ने कथा समाप्त हुन्छ। धन्यवाद साथीहरू, नमस्कार।